नमस्कार सबैजनालाई। आज पनि म सानो भिडियो लिएर आएको। आज चाहिँ म बाह्र आमालाई भेट्नका लागि पाङ्लाचे भन्ने ठाउँमा जान लागेको, जहाँ चाहिँ बाटोमा मर्मत कार्य भइरहेको रहेछ। तपाईहरुले देख्न सक्नुहुन्छ। अनि माथि पुगिसकेपछि चाहिँ मैले तल एउटा स्याउबारीको भिडियो लिए, जुन चाहिँ स्यालम भन्ने गरिन्छ यो ठाउँलाई। त्यसपछि फेरि म हिँडी नै राखेँ। अनि फेरि माथि पुगेपछि फेरि दसचे भन्ने ठाउँको भिडियो लिएँ, जहाँ चाहिँ हाम्रो स्याउबारी पनि देखिन्छ। अनि जंगलको बीचमा हाम्रो चाहिँ घर रहेको छ, पाङ्लाचे भन्ने ठाउँमा। अनि म गेटमा पुगेँ, गेटभित्र छिरेर यो चाहिँ हाम्रो गाई हो, जर्सी गाई, जुनले चाहिँ मलाई हेरिरहेको थियो। अनि बाह्र आमा चाहिँ त्यहाँ धारामा के गर्नु भइरहेछ कुन्नी। यो चाहिँ हाम्रो घर हो अनि हाम्रो स्याउबारी हो। हाम्रो स्याउबारीमा चाहिँ गुलाबको फुल कति राम्रो फुलिरहेको रहेछ। अनि स्याउको साइज पनि यत्रो भएको रहेछ। अनि हाम्रो बारीमा छ्याबी, त्यसपछि धनिया, सागपातहरू रोप्नु भएको रहेछ बाह्र आमाले। अनि सानो सानो स्याउको बिरुवाहरू पनि रोप्नु भएको रहेछ, जुनमा चाहिँ सानोमा नै फुल फुलेको रहेछ। अनि यो चाहिँ हाम्रो स्याउबारी हो। बाले एकदम सफा तरिकाले राख्नु भएको रहेछ। अनि यो चाहिँ किवीको बिरुवा हो। यो चाहिँ धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।